जब जब भिनिसियस जुनियर कार्लो एन्कोलेटीको अन्डरमा खेल्न थाल्छ तब भनौँ पुरै आगो नै उगाल्न थाल्छ। अहिले भर्खरै सकिएको यो ब्राजिल भर्सेस हाइतीको म्याचमा भिनिसियस जुनियरले फेरि 1 गोल 1 असिस्ट गरेर म्याचलाई इन गरिसकेका छन्। फेरि पनि म्यान अफ द म्याचको अवार्ड जितिसकेका छन् र 2 वर्ल्ड कप गेम्स 2 म्यान अफ द म्याच अवार्ड्स। र भिनिसियस जुनियरले ब्राजिलबाट केही गर्न सक्दैन, भिनिसियस जुनियर रियल मड्रिडमा मात्र राम्रो खेल्छ भन्नेहरूको लागि भिनिसियस जुनियरले जवाब दिएका छन्। र वाट अ गेम इट वाज। आगो फ्रम ब्राजिल भन्दा फरक पर्दैन। र फर्स्ट हाफमा भिनिसियस जुनियरबाटै 3टा गोल आएको थियो। भिनिसियस जुनियरको सर्ट नै किपरले सेभ गरेपछि त्यो कुनाले फिनिसिङ गरे र फेरि अर्को भिनिसियस जुनियरकै असिस्टमा म्याथेस कुनाले गोल गरे। फेरि भिनिसियस जुनियरले किपरलाई नटमेक गर्दै गोल गरे र ब्याक टु ब्याक म्यान अफ द म्याच इन वर्ल्ड कप फर भिनिसियस जुनियर। र कार्लो एन्कोलेटीको अन्डरमा भिनिसियस जुनियर किन आगो हुन् भनेर भिनिसियस जुनियरले फेरि देखाइसकेका छन्। 6वटा वर्ल्ड कप गेममा 6वटै गोल कन्ट्रिब्युसन गर्ने वान एन्ड ओन्ली ब्राजिलियन भन्दा पनि फरक पर्दैन भिनिसियस जुनियरलाई। हाउ क्रेजी स्ट्याट द्याट इज। र फर्स्ट हाफको कुरा गर्ने भने ब्राजिलको बल पुरै कन्ट्रोलमा देखिन्थ्यो। 3 गोल्स स्कोर गरेका थिए, 3-0 बनाइसकेका थिए। ब्राजिलले अघिल्लो गेमको ड्र भएको जुन प्रतिशोध यो गेममा निकालेको देखिन्थ्यो। र फेरि सेकेन्ड हाफमा भने चान्स त क्रिएट गरे तर गोल काउन्ट भइरहेको थिएन। गोल भइरहेको थियो कुनै उडवकमा लागिरहेको थियो भने कुनै अफसाइड भइरहेका थिए।